हेलो साथीहरु, दोस्तों नमस्कार। इसमें एसके अब 15 के छ कस्तो छ तपाईहरुको हालखबर। अनि आज हामी बन्दीपुर केबल कार जान लागेको हाम्रो फ्यामिली चाहिँ। बोल न के बोली यस्तै भाइ यहाँके भिजिङ अब हामी जान्छौँ। अब बाइकमै हुन्छ अब चाहिँ त राइड त्यहाँसम्म, त्यहाँबाट फेरि केबल कारसम्म, केबल कारबाट माथि बन्दीपुर जान्छौँ हामी। हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई है मेरो ब्लगमा। अनि अझै हामी मर्स्याङदी पुलको किनार हुँदै अब हामी चाहिँ अगाडि बढ्दैछौँ। हेरौँ आजको यात्रा के कस्तो हुन्छ। ल साथीहरु, हामी चाहिँ अहिले आबुखैरेनी गाउँपालिकाको अनि गाउँपालिका हस्पिटलमा आइपुगेका छौँ। अनि हामी अगाडि बढ्दैछौँ। अनि यहाँबाट चाहिँ हामी राइट साइड लाग्छौँ है। अनि त्यहाँबाट चाहिँ हामी पोखरा साइड जान्छौँ। पोखरा साइडमा हुँदै अनि त्यो बाटो चाहिँ बन्दीपुर जान्छ त बन्दीपुर छोडिँदै अनि डुम्रे हुँदै डुम्रे पुग्नु पर्दैन। अनि यो बाटो चाहिँ वान बनाएको अहिले चाहिँ कोही आयो कि आएन रहेछ कोही पनि। ल ठिक छ, अब हामी जान्छौँ अगाडि। हेरौँ आजको राइड के कस्तो हुन्छ, सब हेरेर इन्जोय गर्नु होला साथीहरू है। अनि अब यो लेफ्ट लाग्नुपर्ने हुन्छ। अनि वान वे भने त टु वे हो, जाने गइरह आउने आइरह त्यस्तो सिस्टम हो कि। अझै पुरा पेन्टिङ सेन्टिङ गरेर दामी देखेको छ, बबल देखेको छ, कस्तो दामी न। विदेशको फिल्मतिर देख्थ्यो अनि नेपालमा देख्न पाइएको छ यस्तो रोडहरू। खुसी लाग्यो, दामी। A few moments later. साथीहरु तपाईले देख्नुभयो होला है। अनि अगाडिको बन्दै गरेको चाहिँ विमल नगरको हो, त्यो पहराको के। अनि चाहिँ बन्दीपुर केबल कार नजिक आइपुगेको छ। हेरौँ अब हामी यहाँबाट लेफ्ट लाग्छौँ। दामी बन्दैछ रोड चाहिँ, वान भएको क्या। यहाँ चाहिँ हेर्दाखेरि नि दामी लागिरहेछ मलाई चाहिँ, पहिलेदेखि नै हेर्दै गरेको। तर अनि आज चाहिँ हामी छिरिन जाँदैछौँ, के कस्तो हुन्छ हेर्दै जाउँ है साथीहरू। अनि यहाँ अब हामी लेफ्ट लाग्छौँ है। यहाँबाट हेर्नु कस्तो दामी डेकोरेसन, दामी लाग्यो मलाई त। यो हुर्केर नै यस्तो मूर्ति सुर्ति राखेको छ। चितवन नेसनल पार्कतिर छिरे जस्तो पो हुन्छ त फिल त। बाहा त वेच ल, हात्ती हात्ती छ यहाँ। थ्याङ्क यू हात्ती हाम्रो वेलकमको लागि। रोड हेर्दै जाने कस्तो दामी दामी हेर्नु। यसो घुमाउनु होला सबैजना, तपाईँहरू पनि के कस्तो लाग्ने रहेछ है। तपाईँहरू पनि आफै यो एउटा छुट्टै एक्सपिरियन्स हुन्छ नि त जे कुराको नि। आफू गएको र अरूले देखाएकोमा धेरै फरक हुन्छ कि। तर मलाई चाहिँ दामी लाग्यो। ल यहाँ त उल्लु छ, उल्लु किताब पढ्दैछ उल्लु, यहाँ त ऊ धारा
बबाल लाग्यो मलाई चाहिँ। यो त ऊ देउता सेउताहरू चाहिँ के हो पनि। अनि यहाँ चाहिँ अब पार्किङ कता हेर्नुपर्छ हामीले। हिबी चलिरहेछ छ यहाँ चाहिँ। ल पार्किङ चाहिँ माथि रहेछ। यो त राइटपट्टि होला, यहीँ त रहेछ सबैजना। ल आइपुगेछ फाइनल्ली गाइज हामी यहाँ। दामी दामी ओइ भित्र त बबाल रहेछ त्यो। ल हेरौँ अब एकछिन घुमौँ के कस्तो हुन्छ है। ल फाइनली साथीहरू हामीले टिकट पनि लिएछौँ। अब हामी जान्छौँ है। हेरौँ यो भित्र त दामी छ ठाउँ। आम्मा बबालै छ कि बुढिया जस्तो। बाबु चाहिँ पुरा अब ल फ्यानमा बस्छु र। ल अब हामी लाग्छौँ अगाडि बढ्छौँ के कस्तो हुन्छ। आम्मा साथी टोइलेट आम्मा वासरुम त पुरै बवाल विदेशी सिस्टम छ पुरा बवाल छ बवाल न त। ल फाइनली गाइज हामी टिकट काटेर तल जानुपर्ने छ केबुल कार चढ्नको लागि चाहिँ। हेर्ने कस्तो दामी छ कि। ल हामी अगाडि बढ्छौँ थोरै। अनि यता राइट साइडमा लेफ्ट साइडमा अझै लेफ्ट साइड जानुपर्ने चाहिँ यता रहेछ नि त। ल हामी चाहिँ सब यहाँ बुढीले देखाएको छ सब। अनि चढ्ने कुरो हुन्छ यहाँबाट गयो है। त्यहाँ चाहिँ त्यस्तो सिस्टम रहेछ त्यहीँबाट हो कि चढ्ने। यहाँ चाहिँ पुरै स्क्यानिङ सिस्टम रहेछ फेरि। सिस्टम चाहिँ बगाल रहेछ। ओके थ्याङ्क यू। ल फाइनली हामी केबुल कार बाटामा छिरेछौँ। हेर्नु कस्तो सिस्टम आम्मा। ल फाइनली गाइज हामी चढ्ने पनि आएको छ यहाँ केबुल कार पनि देख्न सक्नुहुन्छ। अनि यसमा जाने हो कि हाम्रो फ्यामिलीमा त ट्याक्क अगाडिको टुरिस्टहरू गएको थियो क्या त्यो उनीहरूले तपाईँहरू आफ्नो फ्यामिली आउनु ल अनि भन्नुभयो। हामी ट्याक्क जानु ठिक्क भयो। अनि हामी चढ्छौँ यहाँ। अनि बुढी र बाबु अनि म यहाँ टक्क चढ्दै जान्छु अब।
फाइनली गाइज हामी ऊ पनि चढ्यो यो केबल कार पनि चढ्यो माथि स्टेसन आइसकेको छ यहाँ चाहिँ खासै डेकोरेसन नहोस् यहाँ भर्खर बन्दै रहेछ नि त यो सबै बन्दै रहेछ कन्स्ट्रक्सन लाइनहरू बिल्डिङ हेर्नु कस्तो ओ माई गड यार कस्तो दामी छ कि ल फाइनली गाइज अनि बन्दीपुरको केबल कार पनि चढियो अनि अहिले बजारतिर झरेछौँ हामी घरमा केही नखाइकन आएको थियो त्यही यसो अनि यतै खाजा पानी खानुपर्छ भने यसो हामी तल झर्दैछौँ बजार पनि घुम्न हुन्छ नि त चट्ट पारामा जाँदैछौँ यहाँ चाहिँ बबा टुरिस्ट हुने कि तपाईँहरूको हेर्नु जहाँ टुरिस्ट हुन्छ कि बबाले जाँदै म चाहिँ मेन मन पऱ्यो कि हेरी बाहिर यस्तो बाहिर राखेको छ नि त यो चाहिँ बबाल लाग्छ कि मलाई बन्दीपुरको बजारको चाहिँ ए1 दामी दामी त्यसै घुम्न आउने त होइन कि मान्छे लोभै लाग्दछ हो बन्दीपुर ल अब चाहिँ खाजा खान जाने कुरो हुन्छ अहिले चाहिँ हामी खाजा खान छिरेको छौँ यहाँ भर्खरै अनि भयो चिसो मगाएको छौँ अनि खाजा छिरेर मगाउँदैछौँ होइन अहिलेसम्म मेरो भिडियोको मतलब साउना हाल्नु गएको तर आएन कि अनि जसो हेरिदिनु धन्यवाद है अनि चाहिँ हामी बन्दीपुरको खाजा गराउँछौँ त चट्ट बाटोमा तर चिसो छ यहाँ अघि हामी आउने त्यो भएर गर्नुभयो कता फेरि त यो फेरि बन्दीपुर चाहिँ चिसो छ अरे दामी छ अझै हामी खाजा खान छिरेछौँ आनन्द खान्छ यो ताने हो क्या कि पहिलो यो चिकन विङ्स आइसकेको छ पालै पाला आउँछ हामी खाँदै गर्ने डेङ्की ड्याङ लगाएर ल खाम बिस्तारै हो बिस्तारै नौ त्यत्रो खाँदै चाहिँ अलिक चियाड भयो खाजा खाएर पनि निस्किँदैन राम्रो त्यो ठेक्चीको भाइ त्यो देखाउनु अहिलेको त केही नसुने चाहिँ अरे भइसक्यो बाटो जाँदैछु तल ओह्रालो बिस्तारै ठिकै त भएन के छ पछाडिमा त्यो गर्मी कसो भयो टाटा बाई बाई बन्दीपुर अझ ओह्रालो जाँदा डल्नु
बाई बन्दीपुर आजलाई बाई 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 म ओह्राल्दैन अम्मा हे त्यो तल त कता हो त्यहाँ दामी छ ल मेरो त भिडियो बनाउने छ बाबा है उता तल जानु बेलामा कतिसम्म गाइजहरू आजको मौसम यस्तो दामी छ अनि गर्मी चाहिँ कति परिरहेको गर्मी चाहिँ बहुत परिरहेको छ अरे यहीँ पहिरो आम्मा पर यस्तो ठुलो यस्तो दामी देखेँ आइना पार्छ फोटो बुढी टिकटक आम्मा आइना पार्छ अहिलेसम्म देखेको छैन है कोले ए आइना पार्छ अहिले पर कहाँ आउँछ यहाँ आम्मा ल पारिपट्टि धेरै विकास भइसकेको छ अनि मान्छे आएन यसमा अनि यो देखेको छिटो गाँस ल हो अघि हामी जहाँ अलि यहाँ फेरि ओह्रालो झरेको अलि बिस्तारै झरेको छ बिस्तारै राख्छ अनि त्यो त माथि बेसी किन गएको त बेसी लगाइरहेको छ बाबा है बाबा त यहाँ ल भयो धेरै भिडियो बाबा डर लागेर मेरो तारै बन्द भयो नि डर लाग्यो नि त्यो तल हामी झर्दै गएको कि मिकान त बन्दै भयो के छ र नाक थुन्ने छैन मान्छे त कुनै पनि छैन ल साथीहरू आजको बन्दीपुर घुमाइदिनु भयो आम्मा घामले यार अहिले त हेर बाइक त ठोक्ने मजाले बोलिरहेको छ ल आजलाई दिने भ्लग है भेटौँला अर्को भ्लगमा कहीँ केही गरिएको छ भने है बाई सी यु नेक्स्ट भ्लग जस्तो कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नु होला लाइक गर्नुभएको छ लाइक गर्नु होला सेयर गर्नुभएको छैन भने सेयर गर्नु होला